हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। म सन्चै छु। आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म बिहानीको खाना बनाउँदै छु, त्यही भएर मैले चाहिँ भात बसाल्न लाए अनि मैले आलु, सिमला मिर्ची र सोयाबिनको रेसिपी देखाउन लागिरहेको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्दिनु होला। हजुरहरु बिहानमा कतिखेर उठ्नुहुन्छ, कुन टाइममा उठ्नुहुन्छ साथीहरु? म चाहिँ छिट्टै उठ्नु पर्छ कि मेरो हस्बेन्ड चाहिँ काममा जानुहुन्छ नि त, बिहानै काममा जानुहुन्छ, त्यही भएर मैले चाहिँ बिहानै उठेर खाना बनाउनु पर्छ के 5 बजे उठ्नु पर्छ। छोरीले नि कस्तो दुःख दिन्छ मलाई त। म सँगसँगै उठ्छिन् कि छोरी पनि म सँगसँगै उठेर मलाई केही काम गर्न दिने हैन के, अनि कति दुःख गाह्रो हुन्छ मलाई। अनि छोरीलाई चाहिँ अनि हस्बेन्ड उठेर एकछिन हेरिदिनुहुन्छ अनि म चाहिँ चटचाटो खाना बनाउँछु नि त। हामी घर बस्ने भनेको म, बुढा अनि छोरी मात्रै हो कि साथीहरु। हाम्रो चाहिँ घरमा कोही हुनुहुन्न। घरमा अलि ठुलो अलि बुझ्ने मान्छे भनेको कोही हुनुहुन्न कि, सासु आमा हो नि त हुनुभएको भनेको। उहाँ पनि जेठाजी दाइ घर गएर बस्नुहुन्छ अनि हामी मात्रै छौं नि त। अहिले हामी त्यति म्याच्योर भएको छैनौं, त्यति घर व्यवहार गर्ने भएको त छैनौं। त्यही पनि मान्छेलाई परेपछि जे पर्छ त्यही टर्छ भनेको हो रहेछ के साथीहरु। परेपछि गर्न नसक्ने भनेको कुनै पनि काम नहुने रहेछ। अहिले मैले सबै घरमा आफै हेर्छु। अहिले घरमा बाबा आमा हुनु भएको भए, बाबा आमाको साथ सपोर्ट भएको भए अहिले यति गाह्रो हुन्थेन होला जति गाह्रो अहिले हामीलाई भएको छ। हामीलाई एकदमै गाह्रो छ अहिले चाहिँ हाम्रो घरको अवस्था चाहिँ। त्यस्तो गाह्रो भन्दा पनि यस्तो हामीलाई चाहिँ सबै के अहिले हामीले आफैले जोड्नु पर्ने छ कि, किनकि बाबुबाजीदेखि पहिलेदेखि सबै कुरा जोडिएको भएको भए त हैन अहिले त यस्तो गाह्रो त हुने थिएन, सबै कुरा हुन्थ्यो। अहिले हामीले आफैले स्ट्रगल गरिरहनु परेको छ कि अहिले हामीलाई कसैको साथ सपोर्ट छैन नि त। माथिबाट कसैले साथ सहायता गर्ला भन्ने कोही पनि छैन। त्यही भएर मेरो हस्बेन्ड चाहिँ काममा जानुहुन्छ अनि अब हस्बेन्डले अब कमाएको यतै नेपालमै लेबर काम गर्नुहुन्छ कि। अब लेबर कामको कति नै पो हुन्छ र हैन साथीहरु, 700 रुपैयाँ त हुन्छ। 700 रुपैयाँले दिनको 700ले त के गर्नु, छोरी हेर्नु कि खाना रासन, अब दुख बिमार हुन्छ हैन, अब के गर्नुपर्छ घरमा। मान्छेहरूले घरको काम देख्दैनन् तर घरमा कति चलाउनु पर्छ के, घरमा पैसाको कति आवश्यकता हुन्छ। मान्छेहरूले देखेर मात्रै जज गर्छन् के साथीहरु। जसको घरमा परेको हुन्छ नि त्यसलाई मात्रै थाहा हुन्छ के। देख्दाखेरि त यिनीहरुको घरमा त बिन्दास छ, यिनीहरु त खाएछ नि हेरिहान, राम्रो राम्रो लाहान भन्ने मान्छेहरूको सोच विचार हुन्छ। तर घर व्यवहार चलाउन कति गाह्रो हुन्छ, कस्तो हुन्छ भन्ने कुरा त्यो घरको मान्छेलाई मात्रै थाहा हुन्छ नि त। दुख बिमार हुँदाखेरि कति गाह्रो हुन्छ, कसैले साथ सपोर्ट नगर्दाखेरि, कसैसँग पैसा ऋण चापडी माग्दाखेरि नपाउँदाखेरि, दुख बिमार हुँदाखेरि पैसा नहुँदाखेरि घरमा कति गाह्रो हुन्छ साथीहरु। बच्चा भएको घरमा हजुरहरुलाई पनि, हजुरहरुको घरमा पनि कसै कसै घरमा यस्तै परेको छ होला। मेरो बुढाको बाबा चाहिँ सानैमा बित्नु भएको रहेछ कि, सानैमा 1.5 वर्षको हुँदाखेरि त बित्नु भएको रहेछ। अनि मेरो बुढालाई र अनि मेरो अम्माजु दिदीलाई चाहिँ उता पास्टरहरूले लगेर अनि उतै हेरचाह गर्नु भएको रहेछ कि, बरगाडतिर पास्टर बुवाले लगेर। अनि फेरि अब सानैदेखि आमा बुवाको काखमा हुर्केको छोराछोरी भए पो हैन अलि हुन्छ। अनि के गरे अनि आमा बुवा अनि राम्रोसँग हुनुभएको भए नि हुन्थ्यो, तर बुबा हुनुहुन्न, सानैमा खस्नु भएको रहेछ। मेरो हस्बेन्ड सानो भएको बेलामा खस्नु भएको रहेछ। अनि त्यो अब जुन भन्ने मान्छेको जे जस्तो भए पनि, जस्तो जडिया जस्तो भए पनि बाउ भयो भने अलिकति हुन्छ कि, बाउ मेरो छ भन्ने हुन्छ नि त। अब बाउ नै नभएको अनि फेरि आमा मात्रै, अनि आमाले पनि अब के गरोस् र हैन। अब आमाले अब लेबर काम गरेर हिँड्न त सकिन्न साथीहरु। अब घर अब यताउति हेर्न अब त्यस्तै गाह्रो भएको भएर चाहिँ मेरो हस्बेन्ड र अनि मेरो अम्माजु दिदीलाई, कान्छी दिदीलाई चाहिँ अनि उता चर्चबाट के पास्टरहरूले लगेर उता राख्नु भयो, हेरचाह गर्नुभयो रहेछ, पढाउनु भयो। अब यिनीहरू कुराहरू बाँकी कुराहरू पछि गर्दै गरौँला पछिको भिडियोहरूमा। आजको मेरो तरकारीको रेसिपी चाहिँ हेर्दै हुनुहुन्छ होला साथीहरु। म चाहिँ अब तरकारीहरू सब रेडी के त्यो पाक्दैछ नि त। अनि नुन बेसारहरू अहिले एकछिनमा हाल्छु। मैले चाहिँ मसला पिस्नको लागि रेडी गराएँ। हाम्रो चाहिँ रातो खुर्सानी अहिले सकिएको थियो कि, रातो खुर्सानी त्यति हाल्नु राम्रो पनि होइन। मेरो छोरीले पनि हल्का तरकारी खान्छ नि त, मसँगै खाना खान्छ छोरीले। अनि छोरीलाई त रातो खुर्सानी खुलाउने कुरो त भएन के अरे। अनि त्यही भएर मैले चाहिँ रातो खुर्सानी हाल्दिनँ। अनि लसुन र अनि जिरा धनियाँ मात्रै पिन्छु अनि त्यही हालेर पकाउने गर्छु कि मैले चाहिँ। मैले मसलामा हल्का काँडे धनियाँ पनि हालेर पिनेको हरिहरि देखेछ होला। काँडे धनियाँ हजुरहरूलाई कतिजनालाई थाहा पनि छ होला कस्तो हुन्छ भनेर। यति महँगो बास्ना आउँछ नि काँडे धनियाँ मासुमा, अचारहरूमा, जेमा हाल्दा नि यस्तो मिठो बास्ना आउँछ कि काँडे धनियाँको। तरकारी नि कस्तो घिनलाग्दो तरिकाले बनाएको भन्नुहुन्छ होला साथीहरु। घिनलाग्दो तरिकाले देखेको छैन, एकदमै राम्रो देखिएको
देखिएको छ तर यो मेरो क्यामेराको क्वालिटी त्यति राम्रो छैन नि त मोबाइल धेरै पुरानो भइसक्यो कि त्यही भएर चाहिँ क्यामेरा अलिक नराम्रो आउन सक्छ तपाईहरुले राम्रोसँग हेर्नु होला किनकि सुरुवाती चरणमा छु नि त भर्खर सुरु गर्दैछु किनकि सुरुवातमा नै कसैले पनि राम्रो क्वालिटी राम्रो एकदमै राम्रो म्याच्योर त कोही पनि हुँदैन नि त सबै आमाको गर्भबाट कोही पनि सबै जाने बुझेर आएको हुँदैन सबैले संसारमा आएर सिक्ने त हो नि हैन साथीहरु मैले बिहे गरेर आउँदाखेरि मैले त्यति कामहरु गर्न जान्थिन के मैले अनि फेरि अब पराई घर आउँदाखेरि त कस्तो अप्ठ्यारो लाग्ने रहेछ कि अब आफ्नो घरमा त अब जे गरे नि कले के भन्थ्यो र हैन मम्मी बाबाको साथमा भइन्थ्यो अब मम्मी बाबाले अब कान्छी छोरी भने म चाहिँ घरको कान्छी छोरी हो कि मेरो चाहिँ दिदी अनि पहिला दिदी अनि दाइ अनि म अनि मेरो भाइ हो कि हामी चाहिँ 4 जना छोराछोरी हौं अनि कान्छी छोरी भनेर धेरै माया गर्ने मलाई अनि अब कसैले केही नभने जे काम गरे नि नगरे नि आफ्नो मन मर्जी कि अनि अर्काको घर आइसकेपछि त जति नै बुढाको साथ सपोर्ट भए तापनि अब अरु बाहिरी मान्छेहरुको मतलब सासूहरुको यसरी चित्त बुझाउन चाहिँ अलि गाह्रै हुँदो रहेछ अनि अब जति नै राम्रो गरे नि अलिकति मनमुटाव खटउट उति हुँदो रहेछ कि सबैको त्यस्तै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ जति नै राम्रो गरे तापनि त्यस्तो के आमा छोरी जस्तो सम्बन्ध नहुने के बुहारी र सासूको हैन साथीहरु हजुरहरुले नि कति जनाले यस्तो महसुस गर्नु भएको छ होला महसुस मात्र हैन हुन्छ नै के म त 100% 100 नै भन्छु कि सबैको यस्तै नै हुन्छ आजको मेरो मनको कुराहरु मैले शेयर गरे मैले रेसिपी पनि राखे हेर्नु भयो होला मन परेमा सब्स्क्राइब लाइक कमेन्ट गर्न